कोनिचिवा मिनासान। आज पनि हामी एउटा नयाँ ओसिरासे गर्छौँ। ओके, लाइन बाई लाइन गर्दै जाउँ है। योरोसिको ओनेगाइसिमास। ओके ल, गामिनो हेर्नुहोस् त, साकुरा सुपा कारानो ओसिरासे छ है। साकुरा सुपा कारानो ओसिरासे भनेको के हो त? साकुरा सुपा सुपर मार्केट है, सुपाबाट को ओसिरासे भनेको के हो त? नोटिस भयो है। भनेपछि यो चाहिँ हाम्रो के भयो त? साकुरा सुपा कारानो ओसिरासे भयो। ओके, पढ्दै जाउँ है त। इचुमो सधैँ तौतेन भनेको यो पसल भन्न खोजेको है। ओ गोरियो इतादाकी, गोरियो इतादाकी। गोरियो भनेको युज, रियो सीमा युज, इतादाकी भनेको पाउने हैन, युज गरी पाऊ, युज गरी पाई है। मैले योभन्दा अगाडिको भिडियोमा पनि भनेको थिएँ, यसरी मासलाई हटाएर इतादाकी मात्र भनेको त पाई भन्ने जस्तो अर्थ लाउँछ, गरी भन्ने जस्तो अर्थ लाउँछ है। युज गरी आरिगातो गोजाइमासु, धन्यवाद हैन। अब यसलाई अलिकति बुझौँ है। यसलाई अलिकति बुझौँ। यहाँ म अलिकति लेखिदिन्छु। यो चाहिँ केबाट आयो भने रियो सिमास भनेको युज गर्नु है हैन। अनि इतादाकिमास भने दुईटा है अर्थ। एउटा खाना खानुभन्दा अगाडि पनि इतादाकिमास भनेर खाना सुरु गर्छ भने, अर्को इतादाकिमास भनेको त मोराइमासको पोलाइट फर्म है। भनेको के हो त? पाउनु होइन। भनेपछि के छ? गोरियो इतादाकी भनेको चाहिँ के हो त? पोलाइट फर्ममा बोलेको छ यो है। यो रियोको अगाडि चाहिँ हाम्रो जस्तै देशलाई कुनीलाई ओकुनी ओ राखेर, एउटा ओ राखेर पोलाइट बनाउन सकिन्छ भने अर्को गो राखेर पोलाइट गर्न सकिँदैन। यसै रियोमा चाहिँ के हुन्छ त? गो लाग्छ है। त्यही भएर यसरी गो राखेर चाहिँ पोलाइट बनाएको। गोरियो इतादाकी भनेको युज गरी पाई भनेको छ। आरिगातो गोजाइमासु भनेपछि यो सधैँ यो पसल चाहिँ भन्न खोजेको है। मेन कुरा चाहिँ यसरी बुझ्नु पऱ्यो कुरा चाहिँ है। ठ्याक्कै अर्थ राख्दाखेरि पनि कहिले अर्थ नमिल्न सक्छ। त्यही भएर अर्थ चाहिँ मिलाएर बुझ्नु पऱ्यो। ओके, कोन्स्यु नो दोयोबी खान्छ त थाहा होला है। यो हप्ताको शनिबार चाहिँ मिसे खान्छ भने मिसे नो देन्की पसलको बत्ती लाइन भन्न खोजेको होला है। बत्तीको यो चाहिँ तेन भन्छ है। यो तेनको खान्जी भयो तेन, यो चाहिँ केन। तेन भनेको तपाईँको इन्भेस्टिगेट गर्नु है। इन्भेस्टिगेट भनेको यहाँ लेखेको छ चेक गर्नु भन्ने बुझिरहन्छ है। ऊ त्यहाँ लेखेको छ चेकको है। इन्भेस्टिगेट गर्नु, चेक गर्नु भन्ने अर्थ हो है। चेक गर्नु भनेपछि बत्ती जति बिग्रेको होला के होला है, त्यो चेक गर्नु। चेक्कुगा आरु तामे, आरु भनेको आरिमासबाट आएन, आरिमासको आरु भयो तामे है। गर्नको लागि भने जस्तो भएन यो। यो तामेले चाहिँ फेरि के भन्छ भने, यो तामेनीवाला तामे होइन, यो तामेले चाहिँ तपाईँको कारण बताउँछ है। रिउ कारण बताउँछ है यो तामेले चाहिँ। भनेपछि के कारण हो त यो? यसको पछाडि हेर्नु पऱ्यो है। एग्यो लेखा छ यहाँ, एग्यो यो जिखान भयो भनेको एग्यो जिखानको बिजनेस आवर गा खवारी मास। यो खवारी मास खान्छ भनेको के हो त? चेन्ज हुनु भने चेन्ज हुन्छ भन्नु खोजे होइन। भने के भने त कोन्सिनो दोइबी वा
मिसेनो देङ्किनो तेङ्किनो तामे तेङ्केङ्गा आरु तामे भनेको पसलको बत्तीको चेक जाँच भएकोले भन्न खोजे है। आरु तामे भएकोले एयो जिखाङ्गा खावारिमास भनेको त्यो बिजनेस टाइम छ जुन भने मतलब खुल्ने समय भनेर बुझ्दा हुन्छ है। एयो भनेको खासमा बिजनेस हो, तर पसलहरूको एयो जिखान भन्यो भने चाहिँ तपाईँले के बुझ्नु पर्यो भने खुल्ने समय भनेको चाहिँ बिजनेस गर्ने समय भनेको खुल्ने समय त होइन। त्यो खुल्ने समय चाहिँ के हुन्छ त चेन्ज हुन्छ अरे है। अनि फुदानको खान्छ है। फुदान भनेको सधैँ जसो भने हुन्छ है। सधैँ जस्तो अथवा सधैँ अथवा सधैँ जसो। सधैँ जसो चाहिँ आशा जिउजीका बिहान 10 बजेदेखि योरु खान्छ योरु खुजी मादे एग्यो सिते मासगा है। भनेको सधैँ जसो चाहिँ के त बिहान 8 बजेदेखि बेलुका 9 बजेसम्म के त बिजनेस खुलिरहेको छ अथवा बिजनेस गरिरहेको छौँ। तर दोयो बिवा शनिबार चाहिँ गोगो दिउँसो इचिजिनी 1 बजे मिसेओ सिमेमास खान्छ यो मिसेओ सिमेमास मिसे चाहिँ पसल चाहिँ बन्द गर्छौँ भन्यो। निचियोबी कारावा आइतबारबाट चाहिँ माता फेरि इचुमोनोजी खान्दे सधैँको समयमा एयोसिमास भनेको मतलब के त सधैँको समय भनेको 10 बजेदेखि 9 बजेसम्मको समयमा चाहिँ गर्छौँ भन्यो। ओक्याकुसामा यो क्याकुसामाको खान्छ क्याकुसामा भनेको के हो त कस्टमर हो होइन। निवा गो यो मेवाकु खान्छ मेवाकु भनेको चाहिँ डिस्टर्ब भने नि हुन्छ है। डिस्टर्ब है। गो मेवाकु हो ओ खाके सिमासगा है। डिस्टर्ब हुनसक्छ हुन जान्छ है भन्न खोजेको है। गा दोजो यो ओनेगाई सिमास है। अनि डिस्टर्ब हुन जान्छ तर त्यसको लागि चाहिँ माफ गरिदिनु होला, तपाईँले बुझिदिनु होला है। यो दोजो यो ओनेगाई सिमासको अर्थ नेपालीमा ठ्याक्कै एउटा यही भन्ने हुँदैन। यसले अगाडि कुरा के भनेको छ त्यो कुरासँग मिलाउनुपर्छ होला है। अब यहाँ कस्टमरलाई डिस्टर्ब हुन जान्छ त्यही भएकोले कि त तपाईँहरूले बुझिदिनुहुन्छ होला है। त्यो कुरा चाहिँ म अनुरोध गर्दछु भन्ने जस्तो अर्थ लाउन सकिन्छ है। त्यही भएकोले त्यही बुझ्नु पऱ्यो है। दोजो यो ओनेगाई सिमासको अर्थ अब खासै केही चाहिँ छैन यसमा होइन। बुझ्नुलाई चाहिँ यस्तो भयो। अनि यसमा एउटा के बुझ्नुपर्छ भने तपाईँहरूले मेवाकु चाहिँ खाकेमास हुन्छ है। मेवाकु हो खाकेमास यो भब यस्तै लाग्छ। यो डल्लै सेटमै सम्झिनु भयो भने एकदम राम्रो हुन्छ। मेवाकु खाकेमास भनेको चाहिँ के त कसैलाई ट्रबल दिनु है भनेको त कसैलाई डिस्टर्ब गर्नु है। मेवाको खाके मास हुन्छ अनि मेवाको देश पनि हुन्छ है। मेवाको देश भने चाहिँ डिस्टर्ब भयो भनेको चाहिँ है। कसैले तपाईँलाई के कुरा किचकिच गरेर तपाईँलाई अप्ठ्यारोमा पारिरहेछ भने है मेवाको देश तपाईँ चाहिँ मेरो लागि सकिन्छ है। मेवाको देश त्यसै भन्न सकिन्छ। देश पनि युज हुन्छ अनि भब राख्नु पऱ्यो भने चाहिँ खाके मास भन्ने युज हुन्छ। यो नाउन हो है मेवाको भने चाहिँ। ओके अब भनेपछि एकचोटि सर पढौँ है त। इचुमो तोतेनो गोरियो इतादाकी आरिगातो गोजाइमास। सधैँ यो पसल युज गरी पाएकोमा धन्यवाद। कोन्च्युनो दोइवा यो हप्ताको शनिबार चाहिँ मिसेनो देङ्किनो तेङ्केङ्गा आरुतामे है। पसलको के त इलेक्ट्रिसिटीको चाहिँ चेक भएकोले एयो जिखाङ्गा खवारीमास के त बिजनेस आवर जुन खुल्ने समय छ त्यो चाहिँ चेन्ज हुन्छ अथवा कतिसम्म खुल्छ त्यो चाहिँ चेन्ज हुनेछ। फुदान प्रायः जस्तो सधैँ जस्तो वा आशा जिउजिकारा खुजिमादे योरु खुजिमादे सधैँ जस्तो चाहिँ के त बिहान 10 बजेदेखि बेलुका 9 बजेसम्म एगो सिते मासगा चाहिँ बिजनेस चाहिँ गरिरहेको छौँ। तर दोयो विवाह शनिबार चाहिँ गोगो इचिजिनी मिसेओ सिमेमास दिउँसो 1 बजे चाहिँ पसल बन्द गर्छौँ। निचियोबी कारावा आइतबारबाट चाहिँ माता फेरि इचुमोनो जिखान्दे सधैँको समयमा एगियोसिमास बिजनेस गर्नेछौँ। ओक्याको सामानी वा कस्टमरलाई चाहिँ गोमेयाको खाकेसिमासगा
है डिस्टर्ब हुन जान सक्छ तर दाउजु योसिको ओनेगाइसिमास है तपाईँले यो कुरा बुझिदिनुहुन्छ भने बुझिदिनु हुन चाहिँ अनुरोध गर्दछु भन्ने चाहिँ हाम्रो यहाँ त्यो चाहिँ अनि यो मेवाको खाकेमास हो यो खासमा अनि यो यहाँ गो राखेको छ यसले गोलाई अघि माथि भने जस्तै पोलाइट बनायो हाल्यो यो सबै पोलाइट वर्ड हो है खाके मासलाई पनि के छ खाके सिमास गरेर पोलाइट बनाएको हो यो तपाईँले 49 मिनानो नियङ्गो हो भने 49 50मा छ क्या त्यस्तो है यो पोलाइट बनाउनेवाला छ होला है त्यो 59 कि 49 कि 50 लेसनतिर छ है ओके ल सिजमन हेरौँ त अब सिजमन के छ क्वेसन कोन्स्यु नो दोयोबी नो एइगोजी खान बिजनेस आवर वा दोनारी मासका भने के हो त के हुन्छ कस्तो हुन्छ है यो क्वेसन तपाईँहरूले यो रिडिङ सेक्सन गर्ने बेलामा चाहिँ जहिले पनि डब्लुएच क्वेसन चाहिँ मजाले बुझ्नुपर्छ है डब्लुएच क्वेसनको अर्थ बुझेन भने अब एन्सर पत्ता लगाउन सकिँदैन त्यही भएर डब्लुएच क्वेसन चाहिँ मजाले कन्ट्याक्ट गर्दैपर्छ है यो के भनेको भन्ने बुझ्नलाई यही अब डब्लुएच क्वेसन प्रायः जस्तो डब्लुएच क्वेसन नै सोध्ने भएको कारणले है याद गर्नुपर्छ है डब्लुएच क्वेसन चाहिँ याद हुनु पऱ्यो एक नम्बर हेर्नु त आशा जिउजिकारा योरु खुजिमाले एयो सुरु बिहान 10 बजेदेखि बिजनेस गर्ने रे हो त होइन नि हामीले के भन्छ शनिबार त यो के अरे इलेक्ट्रिसिटीको चेक जाँच भएको कारणले गर्दाखेरि के त शनिबार चाहिँ 10 बजेदेखि 1 बजीसम्म त खोल्ने भन्ने कुरा भएको थिएन होइन अनि 1 बजीदेखि चाहिँ बन्द गर्ने 1 बजीसम्म चाहिँ खोल्ने 1 बजीबाट चाहिँ के बन्द गर्ने भनेको छ नि त 1 बजी बन्द गर्ने भने चाहिँ 1 बजी पछि चाहिँ नहुने भयो है त्यही भएकोले हामीले त्यो चाहिँ याद गर्नु पऱ्यो है भनेपछि के छ हुने त के हो त यो हप्ताको शनिबार त बिजनेस आवर चाहिँ के हो त 10 बजेदेखि 1 बजीसम्म खुल्ने हो त्यो खानु पऱ्यो यो त होइन है 2मा आशा जिउजिकारा गोगो इचिजीमा चाहिँ एगियो सुरु बिहान 10 बजेदेखि दिउँसो 1 बजीसम्म बिजनेस गर्ने होइन मैले भनेपछि यही हो नि 1 बजी बन्द हुने चाहिँ 1 बजीसम्म बिजनेस गर्ने हो नि त एन्सर चाहिँ यही होला है 3 नम्बर त्यो पनि दिएको हो इचिनिची जिउ यसलाई इचिनिची जिउ भन्छ है इचिनिची जिउ भनेको एक दिनभरि भने इचिनिची भनेको एक दिन भयो जिउ भनेको भरि ओके यसको एउटा याद गरिराख्न यो जिउको खान्जी आउँछ यसरी है यसलाई नाका सिङ्गल आयो भने नाका भनेर पढिन्छ नाका भनेको त बिचमा भइहाल्यो होइन अनि तपाईँको यो बिचले यसरी कुनै अरू खान्जीसँग आयो भने कि यसलाई जिउ भनेर पढ्छ कि जिउ भनेर पढ्छ है यो जिउ भन्यो भने चाहिँ कुनै पनि काम कुनै पनि कुराको बिचमा भन्ने अर्थ लाउँछ बिचमा होइन भने मिडल यसले आइएनजी जस्तो अर्थ पनि दिन्छ है गरिरहेको बिचमा भन्छ क्या अनि यो जिउ भन्यो भने चाहिँ भरि भन्छ भरि भनेको एक दिनभरि भन्न खोजेको यो है यो चाहिँ जिउ छ एक दिनभरि हो खासमा है मिसेगा सिमातेहरू एक दिनभरि चाहिँ पसल बन्द हुन्छ अरे सिमातेहरू बन्द हुन्छ हो त होइन नि 1 बजीसम्म त खुल्ने हो नि होइन भजियो पनि होइन गोगो इचिजिकारा योरु खुजिमादे एगेछु दिउँसो गोगो 1 बजेबाट योरु रातिको 9 बजीसम्म बिजनेस गर्ने हो त होइन नि 1 बजीबाट त बन्द हुने भने खाने होइन भजियो पनि होइन तादासी कतावा निवान देश ने ओके आई होप यो भिडियो तपाईँहरूको लागि हेल्पफुल भयो होला अब यस्तै भिडियोहरू म ल्याउने नै छु यदि तपाईँहरूलाई यस्तै भिडियोहरू मनपर्छ अथवा सेचमे गरेको मनपर्छ भने ठिक लाग्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला ल आजलाई चाहिँ यति गरौँ माता ने